हेलो गाइस, हामी तीनटा मिलेर चाहिँ एकजना भाइमाथि प्र्याङ्क गर्दैछौँ। त्यो भाइको चाहिँ रियाक्सन कस्तो आउँदो रहेछ लास्टसम्म चाहिँ हेरिदिउँ, एकदम मजेदार छ। तिम्रो साथीले भन्दै थियो तिमीले के भनेको र मेरो बारेमा? जन्म तपाईको लाइनमा आएर झन् तपाईले मैले खतरा खतरा शब्द दिँदैछ। कहाँ त्यस्तो म कहाँ भन्छु त यार। किन मैले सुन्दै थिएँ कि होइन लाइभमा तिमीले मलाई गाली गरेको थियो अरे, अनि के भन्दै थियो 1 वर्सेस 1 गर्ने यस्तो उस्तो के भन्दै थियो अरे नि मेरो लाइभमा आएर। के हो पारा? कहाँ दा यार मैले त्यस्तो भने हैन, सच्ची हो दा यार। तिमीले नभनी के भयो त? मैले कसरी तिमीलाई चिने त? ल पहिला यो भन त, मैले तिमीलाई चिनेर त भनेको हो नि। हो दा हो, मैले सच्ची तपाईको लाइभमा आएर झन् ट्याप ट्याप गर्दैछु दा यार। ट्यापको कुरा होइन क्या, तिमीले लाइभमा जे पाइ त्यही कमेन्ट गर्ने होइन, गाली दिने, अनि भएन भने भ्युवरहरूलाई पनि थर्काउने। के हो पारा यो? अम्मा कसम दा यार, मैले अहिलेसम्म त्यस्तो गरे आएन दा, सच्ची हो। तिमीले नगरेको भए मैले किन भने त? कसरी भने? मैले कसरी थाहा पाएँ? ल यो भन त। अम्मा कसम दा यार, अहिले भगवान कसम दा, अहिले म मरोस् बरु दा यार, मैले तपाईले के भने आएन दा, सच्ची हो। त्यहाँ भ्युवरहरूले पनि भन्दै थिए तिमीले गाली दिएको अरे, अझै भ्युवरहरूलाई थर्काउने। के हो पारा? यस्तो गर्ने हो मेरो लाइभमा आएर? कहाँ दा यार, मैले कसम दा यार त्यस्तो गरे आएन दा, सच्ची हो। मैले तिमीलाई भाइ जस्तो मानेर, एकदम राम्रो भाइ जस्तो मानेर तिमीलाई मैले फ्रेन्ड लिस्टमा लिएको हो, अहिले आएर तिमीले यस्तो गर्छ? दाइ मैले त्यस्तो गरे आएन दा, सच्ची हो दा यार। यो त भएन है, एकदम मलाई मन दुख्यो है तिमीले यस्तो गरेर। त तिमीले यस्तो गर्ने? कसम दाइ सच्ची हो दाइ, अहिले मरोस् दाइ यार। मैले त्यस्तो त मैले के गरे आएन तपाईले दाइ, सच्ची हो। त्यस्तो कमेन्ट मैले के लेखे आएन दाइ। यदि तिमीले केही नभनेको भए मैले कसरी थाहा पाएँ? यो पहिला यो भन त, मैले कसरी थाहा पाएँ? खोइ के दादा, मैले अम्मा कसम दाइ सच्ची हो भने आएन दाइ। यो चाहिँ मलाई मन पर्यो। मैले तिमीलाई सोचेको थिएन यार, यस्तो पनि गर्छ छ्या यार। मलाई त मनै पर्न थियो तिमी अबदेखि त। दाइ यार त्यस्तो भने आएन यो दाइ, सच्ची हो। तिम्रो साथी एकजना साथी मसँग फेरिन रहेछ, अनि त्यसले पनि भन्दै थियो हजुरको बारेमा के भन्छ हाम्रो साथीहरूको बिचमा बसेर, एकदम सिन पाइ नुब्ला यस्तो यस्तो, अनि 1 वर्सेस 1 गर्नु छ के भनेको गरे तिमीले? कसम दाइ कुन चाहिँले भन्यो दाइ, सच्ची भने आएन हो दाइ त्यो। जुन चाहिँले भने पनि भन्यो नि, जुन चाहिँले भने पनि भन्यो नि, तिम्रै साथी हो, तिम्रै गाउँको साथी हो। खोइ दाइ मैले भने आएन, सच्ची हो दाइ। स्कुलमा कहाँ दाइ मैले त्यस्तो भने आएन दाइ, सच्ची हो। मलाई अबदेखि तिमी भाइ चाहिएको पनि छैन, अब भयो पुग्यो मलाई। त्यस्तो नभन्नु दाइ।